गुड मर्निङ सबैजनालाई। म चाहिँ बिहान उठेर के गर्छु भनेर चाहिँ मैले सानो भ्लग लिएर आएको छु। सबैले हेरेर साथ सपोर्ट दिनु होला। म चाहिँ बिहान उठ्ने बित्तिकै दाल र खाना बसाल्न थाल्छु, किनभने छोरीलाई स्कुल पठाउनुपर्छ, ढिला हुन्छ। त्यही भएर म चाहिँ हतार खाना र दाल चाहिँ बसाल्न थाल्छु। यो खाना चाहिँ नानी र बाबुको लागि मात्र हो, हामीलाई चाहिँ अलि पछि बनाउँछु। अहिले बनाउँदाखेरि चाँडो हुन्छ, त्यही भएर यता म दाल बसाल्न थालेँ। दालमा चाहिँ मैले थोरै जिरा अनि त्यसपछि लसुन फुराएर बनाउँछु। पछि छान्न थाल्दिनँ म चाहिँ दाल, पहिला नै म चाहिँ यसरी बनाउँछु। आफ्नो आफ्नो बनाउने स्टाइल हुन्छ। म चाहिँ यस्तै गरेर सिम्पल तरिकाले बनाउँछु। कहिलेकाहीँ जाँगर चल्यो, मन लाग्यो भने चाहिँ पछि जान्छु, नभए चाहिँ म हतार भइरहेको हुन्छ, यसरी नै बनाउँछु। अनि यसमा थोरै बेसार, जिरा, नुन हालेर पानी राखेर म चाहिँ प्रेसर कुकरलाई सिटी लाउन छोडिदिन्छु। सबैको खाना बनाउने आफ्नो आफ्नो स्टाइल हुन्छ है, म चाहिँ यस्तै गरेर बनाउँछु। अनि यता चाहिँ मेरो नानी बाबुहरू उठिसकेको थिए, उनीहरूको लागि चाहिँ तातो पानी लिएर जाँदैछु। अनि हस्बेन्डको लागि कफी बनाउँदैछु। म चाहिँ भर्खरै भ्लग बनाउन स्टार्ट गरेको होइन, त्यही भएर के बोल्ने कसो बोल्ने भनेर राम्रोसँग मेसो पाइरहेको छैन। अब बिस्तारै बनाउँदै जाँदाखेरि बानी पर्छ होला। सबैजनाले बनाएको देखेर चाहिँ म पनि बनाऊँ न त भनेर लागेको। हेरौँ कहिलेसम्म बनाउने जाँगर चल्छ, बनाउँछु। हजुरहरूले हेरेर अन्तिमसम्म साथ दिनु होला। अनि म चाहिँ लागेँ आफ्नो लागि दुधको चिया बनाउन। कसैलाई दुधको चिया मनपर्छ, मलाई चाहिँ दुधको चिया नखाइकन हुँदैन होइन। एकदम दुध चिया लभर हो म चाहिँ। अनि खाना बनिसकेको थियो। खाना चाहिँ नानीलाई र बाबुलाई चाहिँ खान दिन थालेँ। मैले नानीलाई खान दिन थालेँ, बाबाले चाहिँ बाबुलाई खान दिन थाल्नुभयो। छोरीलाई रेडी गराएर बाई बाई गर्न थालेँ म। त्यसपछि यतातिर चाहिँ रातिदेखि नै धेरै पानी परिरहेको छ। अनि त्यसपछि फेरि म आएर चाहिँ नानीलाई बाई बाई गरेर स्कुल पुऱ्याएर चाहिँ म आफ्नो लागि खाना बनाउन थालेँ। अनि खानामा चाहिँ मैले बिहान नै बनाइसकेको थिएँ दाल। आज चाहिँ अल्छी लागेर मैले खासै अरू केही पनि बनाइनँ। फर्सीको मुन्टा र आलु बनाएँ। फर्सीको मुन्टा पनि म चाहिँ पहिला आलु ओइरिन्छु, अनि त्यसपछि नुन, बेसार, मसला त्यसमै हालेर अनि मात्र फर्सीको मुन्टालाई बनाउँछु। खाना बनाउनु चाहिँ आफ्नो आफ्नो स्टाइल हो, म चाहिँ यस्तै गरेर बनाउँछु। फर्सीको मुन्टालाई चाहिँ खासै गोलभेडाहरू हालेको मलाई चाहिँ मन पर्दैन, त्यही भएर म चाहिँ यस्तो सिम्पल तरिकाले बनाउँछु। यता खाना पनि पाकेर रेडी भइसकेको थियो, अनि यता फर्सीको मुन्टा पनि पाकिसक्यो। अनि हस्बेन्डको लागि खाना रेडी गरेर दिएँ, उहाँ चाहिँ खाना थालिसक्नुभयो। अनि मैले पनि खाएर भाँडा माझ्न थालेँ। भाँडा चाहिँ खासै थिएन, किनभने मैले पहिल्यै नै माझिसकेको थिएँ। त्यसपछि छोरालाई खाना दिएर फेरि बुबु खुवाउन थालेँ, अनि उसलाई सुताउँछु। यता चाहिँ फेरि बाबु सुतेर उठिसक्यो। त्यसपछि उसलाई दिउँसोको खाजामा चाहिँ मैले लिटो बनाएर दिन्छु। लिटो बनाउँदा यता चाहिँ नानी आइसक्यो स्कुलबाट। त्यसपछि दुवैजनालाई खाजा खुवाएर बेलुका साँझमा चाहिँ म यिनीहरूलाई घुमाउन लिएर जान्छु। दुईजना घुमेर चाहिँ इन्जोय गरिरहेको छन्। थ्याङ्क यू फर वाचिङ। बाई बाई।